हाई गाइज, आज मैले मेरो खाजामा मिठो चिकन फ्राइड राइस बनाएर खाएँ। मैले यति मिठो चिकन फ्राइड राइस चाहिँ घरमा कसरी बनाएर खाएँ भनेर हेरौँ है त। सुरुमा मैले बोनलेस चिकनलाई सानो टुक्रा पारेँ। त्यसपछि मैले हरियो खुर्सानी, प्याज, लसुन, टमाटरलाई चप गरेँ। तपाईहरुसँग अरू भेजिटेबल्सहरू छ भने पनि एड गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ प्यानमा तेल तताएर मैले मासुलाई सुरुमा रातो हुने गरेर प्यानमा फ्राई गरेँ। नुन, बेसार र जिरा धनियाको धुलो राखेर प्यानमा चाहिँ रातो हुने गरेर चिकनलाई फ्राई गरेँ। यो चाहिँ मेरो फ्रिजमा हरियो बोडी रहेछ। भेजिसहरू के राख्ने भनेर चाहिँ मैले यो हरियो बोडीलाई नै मसिनो गरेर चप गरेँ। त्यसपछि मेरो इन्ग्रिडियन्टहरू रेडी भयो। वहाँ हुनुहुन्छ मेरो बासी भात। त्यसपछि मासु रातो भइसकेको थियो अनि निकालेँ मैले। अनि कराई बसालेँ फेरि फ्राई गर्नलाई। कराई बसालेर मेथी, चप गरेको लसुन, त्यसपछि प्याज राखेर फ्राई गरेँ। एकछिनपछि प्याज रातो भएपछि बोडी राखेर एकछिन पकाएँ। त्यसपछि मैले चिकनलाई राखेँ। मैले चाहिँ टमाटर राख्न बिर्सेछु कि गाइस, त्यही भएर मासुलाई एकछिन फ्राई गरिसकेपछि फेरि टमाटर काटेर टमाटर राखेँ। टमाटर राखेर जिरा धनियाको धुलो, हल्का खुर्सानी, धुलो खुर्सानी, त्यसपछि नुन राखेर चलाएँ। अनि पाकिसकेपछि त्यसपछि मेरो बासी भातलाई चाहिँ राखेँ। बासी भातलाई राखेर पर भुटेर रातो हुने गरेर भुटेँ। त्यसपछि रेडी भयो मेरो हेर्दै खाउँ लाग्ने फ्राइड राइस। तपाईहरु पनि घरमै यस्तै तरिकाले मिठो फ्राइड राइस बनाएर खान सक्नुहुन्छ। त्यसपछि मैले मेरो किचनबाट बाहिर देखिने भ्यू यसो देखाएँ। त्यसपछि मैले प्लेटमा सर्भ गरेँ। यो चिकन राइस चाहिँ मेरो प्लेटको अनि दुईजनाको लागि बनाएको थिएँ मैले। मेरो हस्बेन्डलाई पनि एकदमै मन पर्यो। अनि मलाई एकदमै खान हतार भएर छिटो एप्रोन पनि ननिकालेर खान सुरु गरेँ। त्यसपछि मलाई चाहिँ एकदमै मिठो लाग्यो। तपाईहरु पनि बनाएर ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई। सी यू इन द नेक्स्ट भ्लग।